मैले जे हेर्न तँलाई आवश्यक छ न 1 2 3 4 5 त्यो बाटो हिँड्ले पनि माग्दै गर्दा योभन्दा बढी कमाउँछ राख्नु हे यतै बाइक बना तँ खा मलाई केही पनि छैन कहिलेसम्म पैसा फिर्ता गर्ने कहिले अर्को सरप्राइज आउँदैछ यति पैसा दिएर मलाई खुसी पनि हुँदैन न मलाई भाडा तिर्न पुग्छ न बत्तीको पैसा तिर्न पुग्छ यो त मेरो बत्तीको पैसै जान्छ तँ राख तँ कमा तँ युज गर मलाई दिनु पर्दैन सो व्हाट्स अप एभ्रीवन वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु एन्ड आज चाहिँ के सम्बन्धी भिडियो हो भनेर तपाईँहरूले टाइटल र थम्बनेलहरू थाहा पाइसक्नु भयो होला होइन सो अहिले चाहिँ म पसल जाँदैछु अनि आज चाहिँ लङ टाइमपछि स्पेसल भ्लग हुनेवाला छ डेडीसँग होइन सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला होइन सो मैले चाहिँ लङ टाइमदेखि भिडियो हालेको थिएन त्यही भएर चाहिँ पेमेन्ट आइरहेको थिएन होइन अनि अहिले चाहिँ मैले भ्लग फेरि स्टार्ट गरिसकेको छु सो पेमेन्ट आइसकेको छ होइन कति आएछ भन्दा चाहिँ अहिले म पसलमा गएर देखाउँला सबैजनालाई सो त्यही हो गाइज डेडीको रियाक्सन हेर्नुपर्छ आज लङ टाइमपछि कस्तो रियाक्सन आउँदो रहेछ डेडीको होइन सो को नयाँ हुनुहुन्छ च्यानलमा सब्सक्राइब गर्नु होला जोडिनु होला होइन अनि मेरोमा यहाँ टन्नै मान्छेले अनसब्सक्राइब गरे सब्सक्राइब नगरे मान्छेहरूले टन्नैले हेर्नुहुन्छ यसो सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला होइन यसो नेपाली दाजुभाइहरूलाई सपोर्ट गरिदिनु होला के हुन्छ र एउटा सब्सक्राइब गर्नलाई पैसा त लाग्दैन फ्री हो यसो सब्सक्राइब हात ठोकिदिनु होला सो हामी टक्क पसलमा गएर भेटौँ है त सबैजना अब सो हामी चाहिँ पसल आइपुग्यो हाम्रो पसल चाहिँ यहाँ ठमेलमा हो होइन यही हो हाम्रो पसल चाहिँ ठिक छ डेडी बसिरहनु भएको छ सो हामी चाहिँ पसल आइपुग्यौँ ठ्याक्क लाएर बल्ल बल्ल होइन है के छ है खबर के हेर्दै हो मैले जे हेर्न तँलाई आवश्यक छ नरिसाउनु नि आउने बित्तिकै जहिले रिसाउनु हुन्छ कि रिसाउने काम गरेर हुँदैन त नरिसाउनु खाना कतिखेर ल्याउने हो अब खाना अब के अन्त ढिलै भयो 2 बजे खाने मैले 2 बजे खाने के 12 बज्दैछ यार भोक लाग्दैन नरिसाउनु अनि के छ खबर डेडी एकदम कराउँछ नगराउनु गर्छ सिरियस हुनुहुन्छ कि म किन सिरियस हुनु म खुसी किन हुनु सिरियस किन हुनु खुसी हुनु पर्छ के गरेर खुसी हुने काम त म गरिरहेको छु नि बिस्तारै बिस्तारै के बिस्तार गरिस् के गरिस् गर्दैछु मैले के छ गर्दैछु कि आज केही त छ ठ्याक्कै तैँले गेस गर्नु भएको क्या देखा त आज यसो युट्युबको पैसा आएको थियो कि अलिअलि आज भन नि 8-10 दिन अगाडि आएर भन चाहिँ हजुर 5 लाख हो ल्यायो 5 लाख रुपियाँ अलिअलि 50 हजार होला नि यहाँ हेर्नु अलिअलि छ कि धेरै होइन कि अब जति सक्यो त्यति ल्याएको हो मैले के अन्त हेर्नु 1 2 3 4 5 नदेखा मलाई 6 7 8 9 10 11 12 13 14 15 अहिले यति नै हो 15,000 आयो कति महिनाको यो जति महिना भयो नि 15,000 आयो त तपाईँ खुसी हुनु न 2 वर्षको 2 वर्ष होइन कहाँ 2 वर्ष भयो 1 वर्ष त बढी भयो त होइन 1 वर्ष भएन होला अलि 1 वर्ष भयो नि मैले युट्युबमा भिडियोहरू हालेको थिएन नि त मलाई खुसी पार्ने कत्रो पैसा ल्याए यदि भयो नि दियो भन्नु न ल हेर्नु ल के हेर्नु त 15,000 ल डेडीको 15,000 त यहाँ त्यो बाटो हिँड्ले पनि माग्दै गर्दा योभन्दा बढी कमाउँछ त्यो कुरा छ यो मिहिनेतको कमाइ हो मेहनतको कमाइ के पसिना चुया छैन होला पसिना चुई चाहिँ युट्युब चलाएछ यहाँ छ नि वर्ष दिनमा 1 वर्ष बढी भयो होला 15,000 ल्याएर मैले ठुलो कत्रो काम गरेर के ल्याएँ भन्छ होइन जे भने आफूलाई पुनि खर्च कम सकेर रहन्छ तैँले होइन ल ठिकै छ बिहा गर्ने बेला भएको केटो भोलि के खुवाउँछ होइन समाजलाई चाहियो भने चिज लगाइदिनु पर्ला मलाई हाल्नु पर्दैन भयो अनि अस्ति बाइक बिग्रियो भन्थिस् त्यो म बनाउनु अर्काले हाने बाइक कसले बनाइन्छ अब त्यो खोइ ट्राफिकले बनाइन्छ अरे थाहा छैन मलाई कसले पुलिसले बनाउँछ थाहा छैन कि पुलिस त आएकै थिएन आएको ट्राफिक हो ल यो बनाए नि पर्दैन मलाई यो राख्नु हे त्यही बाइक बना तँ खा मलाई केही पनि चाहिन्छ तैँले दिनु पर्दैन राख्नु मलाई दिनु पर्दैन म राख्दिनँ राख्नु यो मसँग नमाग्नु त्यही बाइक बनाउनु त्यही चलाउनु जिन्दगी त्यसैमा बिताउनु मलाई तैँले कमाएर नि खुवाउँदैन तैँले यो दिया पनि पुग्दैन नगर्नु न मैले अर्को मेरो स्यालेरी नै आउँदैछ कि के गरेर सेलारी होइन मैले काम गर्दैछु नि त के काम गर्छ त छ
त्यहाँबाट सेलर नै आउँदैछ त्यहाँबाट अर्को सरप्राइज पैसा फिर्ता गर्ने कहिले अर्को सरप्राइज आउँदैछ र 2-5 हजार दिएर मलाई खुसी 2-5 हजार अब आउँदैछ राम्रै होला पर्दैन ए राख्नु कस्तो हो कि त्यहाँ साधु आयो एउटा माग्ने आछ त्यो ए के भने ल राख्नु न खुसी त हुन्छ नि खुसी हुन्छ के हो पहिला तपाईँ खुसी हुन्छ मलाई त नि खुसी पार्नु पर्दैन यति पैसा दिएर मलाई खुसी पनि हुँदैन न मलाई चाहियो त पुग्छ न बत्तीको पैसा तिर्न पुग्छ यो त मेरो बत्तीको पैसै जान्छ फोहोरको पैसा महिना उठाउँदा त्यो पैसा दिनु पर्यो अनि बत्तीको नि पैसा दिनु पर्यो अब खानेपानीको नि पैसा दिनु पर्ला यति पैसाले कहाँलाई टाल्छ अहिले अलिअलि भयो नि टालटुल पर्दैन मलाई दिनु पर्दैन यो तै टाल तै गर मलाई दिनु पर्दैन म राख्दिनँ ए राख्नु न आज 15,000 दिने अनि भोलि 10,000 माग्ने होइन किन दिने म माग्दिनँ के पैसा म माग्दिनँ मेरोलाई मैसँग हुन्छ पैसा तपाईँलाई कहिले मागिदिएर मैले त्यही बाइक बना अर्काले बाइक ठटाइदियो बिगारिदियो त्यही बाइक बना त्यही चला आफूले कमाएको पैसा त्यति उडा ल राख्नु न यति राख्नु न मैले दिएँ कमाएर दियो भने मलाई केही चाहिँदैन होइन कमाएर मलाई दिनु पर्दैन मलाई पुरी म आफै कमाउला जतिसम्म काम गर्न सक्छु काम गरिहाल्छु काम गर्न सके अब सरकारले वृद्ध भत्ता दिन्छ अरे छादिनु त्यो वृद्ध भत्ता अब त्यो केबीओले खान्छ केबीओले घटायो होला कि बढाएको छ भने राख्नु तेरो पैसा नै खाऊ भन्ने होला मलाई चाहिँदैन ए धेरै नाटक राख्नु झन् यति लिएर आएँ है सरप्राइज होला भन्न रिसाउँछ नि झन् तेरो 15,000 ल्याएर मलाई सरप्राइज हुन्छ अलिकति भयो नि जे दियो भन्नु न अलिकति जे होस् अलिकति भयो नि ल छोरा कमाइ भनेर राख्नु जानु छोरा कमाइ लाएर खुतुरुमा हाल अनि एकैचोटि पारिदिनु मलाई होइन कि भइछ कि यति पुग्छ कि होइन कि मसँग भने खर्च हुन्छ कि अहिले माग्न थाल्छस् म माग्दिनँ अब पेट्रोल हाल्नु पर्यो भन्छ पैसा पर्दैन बाइक बनाउने भन्छ पैसा मागे गर्छ 15,000 ल्याएर दिएर अनि त्यो बाइक बनाउनलाई अस्ति कति 20-25 हजार कतिको बिल आयो होइन त्यो थाहा छैन अब बनाउनलाई त्यो पैसा पुग्छ यो पुग्दैन होइन थाहा छैन हो अब तै राख मलाई चाहिएन तै राख तै कमा तै युज गर मलाई दिनु पर्दैन बाइक चढ्ने हो कि कार चढ्ने हो कि प्लेन चढ्ने हो कि यो पैसा तै जम्मा गरेर तँ आफ्नै हिसाबले गर्नु अनि के अनि राख्नु प्लेन चढ्ने पैसाले प्लेन चढ प्लेन चढ्नु दाइहरू छ नि अमेरिकामा जर्मन गए नि हुन्छ अमेरिका गए नि हुन्छ कति पैसाले पुग्छ जम्मा गर यति चाहिँ राख्दिनु न चाहिँदैन म राख्दिनँ गर्नु हो कि अब राख्नु न यति त कस्तो हो भने मान्छेले देख्नलाई भने कुनै केलाई लाज भने जस्तो 15,000 ल्याएर दिन्छ उही गर्छ मलाई दिनै पर्दैन राख्नु न 15,000 मलाई के यदि भयो नि दियो तिर्नै पर्दैन के गर्नै पर्दैन अनि के अलिकति खुसी हुनु न एउटैले महिना काम गरेको कालीगरले 50-60 हजार दिन्छ अन्त भइगयो अनि 15,000 दिएर मैले कतिजना दिने ल भइगयो खुसी हुनु न यति चाहिँ खुसी हुनु प्लिज चाहिँदैन भोलि माग्नलाई भोलि माग्दिनँ भयो नि तपाईँसँग माग्दिनँ म आफ्नो खर्च आफै जुटाउँछु कि जुटाउँछस् हो यस्तो कमाइ ल्याएर मलाई होइन अर्को सरप्राइज नै आउँदैछ तपाईँलाई होइन अबको लगभग 1 महिनाभित्रमा अर्को सरप्राइज आउँदैछ एउटा त्यो सरप्राइज चाहिँ अब त्यही हो होइन सरप्राइजै बसोस् अहिलेलाई कसलाई नि भन्दिनँ म मलाई मोबाइल चाहिएको छ यस्तो मोबाइल चलाएर बस्छ म अब चाहिएको त छ नि अब के भन्नु त अलि राम्रो खालको मोबाइल ल्याइदिया त्यो पैसा तैँ लैजा ए ल छाड्नु नि त्यो तपाईँ राख्नु अहिले आइफोन ल्याइदिन हुन्छ आइफोन त अब अहिले 16, 17 कति चलेको अहिले 18 चलेको राख्नु फेरि अहिले 18 चले आइफोन 18 हेर्ने ल्याइदियो बरु अब मेरो काम छैन यही ल्यापटप चलाउँछु बस्छु उहाँ गगनले उहाँ कहाँ रे के को डाँडामा रे चोबारको डाँडामा गएर चलाएर पैसा आउँछ भन्थ्यो यहाँ चलाएर आउँछ कि उहाँ डाँडामै किन जानु होइन यो राख्नु न भित्र कस्तो बाहिर राखेको पैसा नि अब म यो ल्यापटप चलाउँछु पैसा आउँछ कि हेर्छु आयो भने गगनले भने हर्छ भनौँला आएन भने गगनलाई फटा भनौँला म र त्यो छाड्नु न यो भित्र राख्नु न भित्र राख्नु यति राखेर के गर्नु राख्नु न 15,000ले पनि के गर्न मिल्छ हेर अहिले यस्ता मलाई ल्याएर मलाई काम छैन हातमा त चिलायो राख्नु अब अर्कोचोटि अलि राम्रो आओस् मलाई के मम्मीलाई लादिएन मिठो गरेर खाना त बनाएर खुवाउँछ होइन तपाईँ राख्नु न ममलाई भनौँ ल लैजा पर्दैन राख्नु तरकारी दाल चामल पनि लिनु मिठो 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 भन्दा के मिठो ल म अहिले गएँ होइन राख्नु ल भित्र राख्नु म अहिले गएँ है ल ल सो म चाहिँ पछिबाट निस्किसकेँ होइन भिडियो कसलाई भन्नु होला रेडीको रियाक्सन देखिहाल्नु भयो अनि अब नेक्स्ट भिडियो चाँडै बनाउँछु म एउटा सरप्राइजवाला भिडियो 1 महिनाभित्रमा बनाउँछु त्यो चाहिँ मेरो पेमेन्ट 1 महिनापछितिर आउँदैछ होइन 1 महिना नै होइन
15-20 दिनपछि आउँदैछ, त्यसपछि म बनाउँछु। सो नयाँ को हुनुहुन्छ सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला। सबैजनालाई सपोर्ट गरे केही गर्न सकिएला भन्ने आशा छ हैन। त्यही भएर सो डेडीको रियाक्सन अब सबैजनालाई थाहा छँदैछ कस्तो छ भनेर हैन। अब म रेगुलर थिएन नि त युट्युबमा, त्यही भएर पनि मेरो खासै पैसा चाहिँ आएन योपालि। नेक्स्ट टाइम अब अलि रेगुलर भएर युट्युबमा गऱ्यो भने चाहिँ मन्थली पेमेन्ट आउँछ हैन। त्यही गाइज आजलाई यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गरिहाल्नु हैन। अनि त्यही हो, नेक्स्ट भिडियोमा चाँडै भेट्नुपर्छ। अन्टिल देन सबैजनालाई बाई बाई, स्टे सेफ सबैजना।